नमस्कार अनि ह्याप्पी न्यू इयर। के न्यू इयर 2083 सालको यो सुखद अवसरमा नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा कहाँ स्वदेश तथा विदेशमा हो जताततै बस्नुभएका छ सबैजनालाई ह्याप्पी न्यू इयर, सुखमय तपाईँको दिनहरू बितोस् भन्न चाहन्छु म चाहिँ हैन। अनि हाम्रो करिश्माजीले चाहिँ ह्याप्पी न्यू इयर भनिदिनु भएको छ। अझ पनि यो नयाँ वर्ष 2083 लागे सँगसँगै यसलाई अझ तपाईँहरूले चाहिँ माया गरिदिनु होला, झन् भाइरल बनाइदिनु होला। कमेन्टमा त्यति धेरै नराम्रो कमेन्ट नगरिदिनु होला र चाहिँ सेयर गरिदिनु होला। के गरिदिनु होला रे? शेयर गरिदिनु होला। हो सबै गरिदिनु भयो भने हामी खुसी हुनेछौँ र तपाईँहरूको माझमा दिनमा एउटा भिडियो नभए पनि हप्तामा एउटा भिडियो। तपाईँले चाहिँ के भन्नुभएको हुन्छ कमेन्टमा भनेपछि छिटो पोस्ट गर्नु पऱ्यो यो नानीको भिडियो भन्ने कमेन्ट गर्नुभएको हुन्छ। तर हामी चाहिँ यो नानीले चाहिँ हप्तामा एउटाभन्दा बढी नहाल है दाइ, किनकि म राम्रो मान्दैन भनिसके पछाडि मैले एउटा मात्र हाल्ने गरेको छु होइन। दिन नहाल्ने नि सुध्रिने हो। पहिला बिग्री थिइस् 83 सालदेखिबाट झन् अझ नयाँ उमङ्गका साथ अगाडि बढ्ने प्रतिबद्धता हामी जनाउँछु। म त्यस्तो गर्दिन सुध्रिने। किन? सुध्रिने राम्रो बनाउन त पाइयो के र? हैन अब म भिडियो अब टिकटक त बनाउँछस्? अब टिकटक पनि ल तपाईँहरूले चाहिँ के भनिदिनुहुन्छ? यसले चाहिँ अब 83 साल सँगसँगै म बनाउन भिडियो भन्छ र तपाईँले कमेन्ट गरिदिनुहोस्। ती कमेन्ट अनुसार हामी अगाडि बढ्नेछौँ नि। के भन् के भन् भने के भन्नु भन्दाखेरि के भन्न लाग्थ्यो। नमस्कार